अलराइट गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी हिजो रहेको गेमहरूको रिभ्यू गर्न गइरहेको छौँ र चारवटा गेमको कुरा गर्छौँ हामी। र इक्वेटर भर्सेस एभ्री कोस्ट, जर्मनी भर्सेस कोरेसाओ, जापान भर्सेस नेदरल्यान्ड, स्विडेन भर्सेस टुनिसिया, यो चारवटा गेमको रिभ्यू गर्नेवालामा छौँ। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस् र भिडियोलाई लाइक गर्नुहोस्। फुटबल कन्टेन्ट डेली आउनेवाला छ, स्पेसल्ली वर्ल्ड कप फुटबल फेस्टिभल रहेको छ, भिडियो टन्नै आउने छ। र अब चाहिँ हामी एभ्री कोस्ट भर्सेस इक्वेटरको गेमको कुरा गरौँ। र एभ्री कोस्टले 1-0ले हिजो गेम जित्छ। र इन्ट्रेस्टिङ कुरा चाहिँ के भन्दाखेरि नि, एभ्री कोस्टले चाहिँ उनीहरूको एमएड डियालोलाई स्टार्टिङ लाइनअपमा राख्दैन कि 56 मिनटपछि खेलाउँछ र उनी पिचमा बेस्ट प्लेयर पनि निक्ले, उनले गोल स्कोर गरे, उनकै गोलले गर्दाखेरि त्यो गेम जित्न पुगे। र इक्वेटर भन्ने बित्तिकै हामी सबैलाई के लाग्थ्यो भन्दाखेरि डिफेन्सिभली इक्वेटर एकदमै स्ट्रङ छ भनेर हामी सबैले सोचेका थियौँ, किनकि उनीहरूसँग डिफेन्सिभली एकदमै स्ट्रङ प्लेयरहरू छन्, पाँचौँ छन्, काइसेडो छन्। उनीहरूले वर्ल्ड कप क्वालिफायरमा पनि ब्राजिल जस्तो, अर्जेन्टिना जस्तो टिमहरूलाई एकदमै लो ब्लक गरेर एकदमै सताएका थिए र हिजो त्यसरी खेलेन, हिजो खुलेरै खेल्यो। र अब चाहिँ हामी जर्मनीको कुरा गरौँ। र जर्मनीको कुरा गर्नुपर्दा चाहिँ भर्खर वर्ल्ड कपमा आएको छ, फर्स्ट टाइम वर्ल्ड कपमा क्वालिफाई भएको कोरेसाओलाई सातो पुत्लो बन्ने गरी पेलिदिएको छ जर्मनीले। फर्स्टमा गोल गर्छ जर्मनीले र त्यसपछि ड्र गर्छ कोरेसाओले। 1 गोल हान्यो भन्दैमा 7 गोल त हान्नुहुन्न नि, त्यत्रो रिस त पोख्नुहुन्न नि, भर्खरै वर्ल्ड कप आएको छ। र कोरेसाओको कुरा गर्नुपर्दाखेरि उनीहरूको पपुलेसन जम्मा 1.5 लाख जना छ र काठमाडौँ जत्रो सिटी छ। पपुलेसन हेरेर वर्ल्ड कपमा आउने होइन नि, पर्फर्मेन्स हेरेर त्यो कुरा त छँदैछ होइन। र जर्मनीको कुरा गर्नुपर्दाखेरि किमिचले एसिस्ट गरेका छन्, सटरब्याकले गोल गरेका छन्, ब्राउनले पनि 1 गोल 1 एसिस्ट गरेका छन्, मुसियाले गोल गरेका थिए, फ्लोरेन विजले एसिस्ट गरेका थिए, काई हबार्डले गोल स्कोर गरेका थिए 2 गोल। र फ्लोरेन विजको पर्फर्मेन्सको कुरा गर्नुपर्दाखेरि बवाल नै पर्फर्मेन्स थियो, फ्लोरेन विजको पिचमा एभ्रिवेयर थियो। र काई हबार्डको कुरा गर्नुपर्दाखेरि धेरैले सक्यो भन्छन्, यताउति भनेका थियो यो प्लेयरलाई। च्याम्पियन्स लिग फाइनलमा पनि गोल स्कोर गरेका थिए र राइट नाउ यो वर्ल्ड कपमा पनि गोल स्कोर गरेका छन्। कोरेसाओ भनेर हामीले सानो टिम हो, भर्खर वर्ल्ड कप आएको भन्दछु, त्यो कुरा साइड राखौँ, किनकि पर्फर्मेन्स आएको छ, टिम ब्यालेन्स छ, यो टिमले केही न केही त गर्नेछ वर्ल्ड कपमा पुग्दै पनि। र अब चाहिँ हामी जापान भर्सेस नेदरल्यान्डको कुरा गरौँ। र नेदरल्यान्ड भर्सेस जापानको गोल चाहिँ 2-2 हुन्छ। र जापानको कामाडा नाकामुराले गोल गर्छ र भ्यान्डाइकले गोल गरेका थिए, समर भिलेले गोल गर्छ, नेदरल्यान्डको समर भिले र भर्जिल भ्यान्डाइकले गर्छ। र जापानको कुरा गर्नुपर्दाखेरि यो टिम सबभन्दा सर्ट हाइटेड होला यो वर्ल्ड कपमा जाने। र 89 मिनटमा कामाडाले कस्तो गोल गर्छ भन्दाखेरि हेडिङ गोल गर्छ कि। र नेदरल्यान्डको प्लेयरहरूको कुरा गर्नुपर्दाखेरि फिजिकल एकदम स्ट्रङ टल प्लेयरहरू, भ्यान्डाइक जस्तो, फ्रेङ्की डियोङ जस्तो बवाल प्लेयरहरू छन् नि, तिनीहरूको अगाडि हेडिङ गोल गरिदिन्छ कि। र पोजिसनको कुरा गर्नुपर्दाखेरि 60-40 थियो, नेदरल्यान्डले पोजिसन डोमिनेट गरेको थियो। र नेदरल्यान्डको कुरा गर्नुपर्दाखेरि ग्राभनबर्गले 2टा एसिस्ट गरिदिन्छ। र रेन्जर्सको पर्फर्मेन्सको कुरा गर्नुपर्दाखेरि खासै राम्रो थिएन, र उनलाई सब पनि गरेका थिए। र अब चाहिँ हामी लास्ट एउटा गेमको कुरा गरौँ, स्विडेन भर्सेस टुनिसिया। र स्विडेनले चाहिँ पेलिदिएको छ मजाले उनीहरूको फर्स्ट गेम नै। र एलेक्जेन्डर इसाकको पनि गोल आएको छ, भिक्टर ग्याकोरेजको पनि गोल आएको थियो। अल्दो टुनिसियाले पनि 1 गोल हानेका छन् र आई थिङ्क टुनिसिया यहाँबाट आउट नै हुन्छ होला यो ग्रुपबाट। यो ग्रुपमा जापान, नेदरल्यान्ड,
स्विडेन जस्तो बवाल बवाल टिमहरू छन् र स्विडेनलाई पनि हामीले थर्डमा राखेका थियौँ र स्विडेन त्यति सजिलो त पक्कै हुनेवाला छैन। जुन हिसाबमा पर्फर्मेन्स आइरहेको छ नि, उनीहरूको अट्याकिङ कुरा गर्नुपर्दाखेरि वान अफ द बेस्ट अट्याकिङ नै छ। स्ट्राइकरको कुरा गर्नुपर्दाखेरि ग्याकोरेज प्रिमियर लिग जितेर आएको र एलेक्जेन्डर इसाकको पनि पर्फर्मेन्स बवाल नै छ, हामी सबैलाई थाहा छ। कि अल्दो क्लबबाट उनको पर्फर्मेन्स राम्रो आएको छैन तापनि कुन क्वालिटीको प्लेयर हो हामी सबैलाई थाहा छँदैछ। र आजलाई चाहिँ भिडियो यति नै। हजुरहरूलाई भिडियो मन पऱ्यो भने च्यानललाई सब्सक्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् वर्ल्ड कप कसले जित्छ भनेर। र जुन हिसाबमा हामीले जर्मनीलाई अन्डर रेटेड राखेको थियौँ नि, जर्मनी खासै अगाडि जाँदैन भनेर, उनीहरूको हिजो पर्फर्मेन्स आयो नि, के लाग्छ तपाईँहरूलाई? जर्मनी कहाँसम्म पुग्छ भनेर कमेन्ट गर्नुहोस्। धन्यवाद।